नयाँ भर्ना खोल्न लागिसक्यो धेरै स्कुलहरु छन् कता भर्ना गर्ने होला मैले पनि त्यही सोचिरहेको छु ए छिमेकी दिदी पनि आउनु भएछ नि के कुरा गरिरहेको छौ तिमीहरू हामीहरू हाम्रो छोराछोरीहरूलाई कता भर्ना गर्ने भन्दै कुरा गरिरहेका थियौं ए यति कुरामा पनि के चिन्ता लिइरहेको कहाँ छ त्यस्तो भर पर्दो ठाउँ अनि त ए यति पनि थाहा छैन तिमीहरूलाई थाहा छैन भने म भनिदिन्छु हाम्रै जाजरकोट जिल्ला भिरी नगरपालिका वडा नम्बर 4 दरबार माग्नेर रहेको श्री शान्ति ज्ञानगुञ्ज आवासीय विद्यालयमा भर्ना खुलेको छ मैले त आफ्नो बच्चा-बच्चीलाई त्यही भर्ना गराएको छु तिमीहरू पनि मान्छौ भने आफ्नो बच्चा-बच्चीलाई त्यही भर्ना गरे म तिमीहरूलाई स्कुल देखाइदिन्छु ल ल जाम न त आउ जाऊ स्कुल कस्तो लाग्यो मलाई बोर्डिङ मलाई पनि धेरै राम्रो लाग्यो यति मात्र कहाँ हो र यसमा क्रियाकलापहरू पनि धेरै हुने गर्छन् मेरो अहिले तल काम छ म मेरो छोरीलाई पठाइदिन्छु छोरीले तिमीहरूलाई सबै भनिदिन्छ ल ल ल छोरी आउ त आन्टीहरूलाई स्कुलको बारेमा भन्देऊ म जान्छु है तल काम नानी हामीले स्कुलको बारेमा भन्देऊ न त तिम्रो स्कुलमा सुविधाहरू हाम्रो स्कुलमा खेलकुददेखि लगेर शुक्रबारी कार्यक्रमहरू छ नर्सरी क्लासको प्ले ग्रुपहरूको लागि टिभी छ इन्डोर आउटडोर गेम छ लाइब्रेरी छ कम्प्युटर छ गर्मीको महिना फ्यान पनि छ कहाँ र साना बच्चा-बच्चीहरूको लागि खेलकुदको लागि सेफ ग्राउन्ड छ होस्टेल छ फ्यानहरू छ यति भन्छु तपाईहरु भोलि भर्ना गर्दाखेरि चाहिँ त्यही सोध्नु होला सबै कुरा ल ल आमा तपाईले मलाई यही एडमिसन गर्दिने म तिमीलाई नै भोलि नै एडमिसन गर्दिन्छु ए साथी तिमीहरु म त सँगै पढ्ने भयो नि जाऊ ल ल हामी पनि जाऊ न त ल हामी पनि जान्छु ल सबैजनालाई नमस्ते भर्ना खुल्यो ए श्री शान्ति ज्ञानगुञ्ज आवासीय विद्यालयमा भर्ना खुलेको छ नर्सरीदेखि 8 क्लाससम्म भर्ना खुलेको छ सबैजनाले आफ्ना बालबालिकाहरूलाई भर्ना गरिदिन अनुरोध गर्दछु हस् त नमस्ते लाइक कमेन्ट शेयर सबैले गर्नु होला